आज म साथीहरु तपाईहरुलाई खरबारीमा गएर घाँस काटेको भिडियो देखाउन गइरहेको छु। मेरो घरदेखि अलि माथि पर्छ। मैले त्यहाँ गएर खर घाँस काटेको तपाईलाई भिडियो देखाउन गइरहेको छु। तपाईलाई भिडियो मन पर्छ भने लाइक गर्नु होला अनि कमेन्ट गर्न नबिर्सनु होला। देख्न सक्नुहुनेछ साथीहरु, मैले यसरी खर घाँस काट्दै छु। मैले सुरुवात गरे, तलतिरको जमिन भिरालो छ, अलिकति डर लाग्दो पनि छ, अलिकति जोगेर काट्नुपर्ने हुन्छ, अलिकति लडियो यहाँबाट भने चोटपटक लाग्न सक्छ। त्यसैले मैले सतर्क भएर होशियारका साथ मैले खर घाँस यति बेला काट्दै छु। मैले गोरुको लागि घाँस यसरी खर घाँस पहिले काट्दै छु। तपाई देख्न सक्नुहुनेछ मैले यहाँनिर घाँस यो खर घाँस काटिरहेको छु। अलिकति जोगिएर काट्नुपर्ने हुन्छ होशियारका साथ, नत्र लडिन सक्छ। त्यसैले आजको समयमा यसरी मैले आजको दिन यसरी खर घाँस काटेको भिडियो तपाईलाई मैले देखाउन गइरहेको छु। र तपाईहरुले मेरो भिडियोलाई मन परेको छ भने लाइक गर्नु होला। अनि यहाँबाट हामी यो खर घाँस फाल्ने छौं तलतिर, अनि तलतिर फालेर हामी तलबाट हामी भारी पारेर हामी घरतिर जाने छौं यहाँबाट, किनकि गाह्रो हुन्छ, यहाँबाट लग्न सकिदैन, भिरालो छ। मेरो भाइले यसरी यहाँबाट खर घाँस यसरी फाल्दै छ र हामी यहाँबाट तलतिर फालेर अनि भारीहरू बनाएर हामी यहाँबाट घरतिर जाने छौं। र हामी घरतिर लागिसकेका छौं। यति बेला देख्न सक्नुहुनेछ हामीले यसरी खर घाँस बोकेका छौं। र आजको भिडियो यही नै हो। तपाईलाई कस्तो लाग्यो कृपया कमेन्ट गर्नु होला अनि